जय मसीह। सम्पूर्ण प्रभुका प्रिय पवित्र जनहरूमा पवित्र बाइबलबाट जीवित परमेश्वरको वचन यूहन्ना 3:16 परमेश्वरको प्रेमले विश्वास गर्नेहरूलाई अनन्त जीवन दिन्छ। फिलिपी 4:13 क्रिस्टमा भरोसा गर्दा सबै कठिनाइहरू जित्न सकिन्छ। भजन सङ्ग्रह 23:1 परमेश्वरले आफ्ना जनहरूको हेरचाह र सुरक्षा गर्नुहुन्छ। हितोपदेश 3:5 आफ्नो सारा हृदयले परमप्रभुमा भरोसा राख। रोमी 8:28 सबै कुरा परमेश्वरले भलाइको निम्ति मिलाउनुहुन्छ। यसैया 41:10 परमेश्वरको उपस्थितिले डर र चिन्ता हटाउँछ। मत्ती 11:28 येशूले थाकेका मानिसहरूलाई साँचो विश्राम दिनुहुन्छ। भजन सङ्ग्रह 46:1 सङ्कटको समयमा परमेश्वर नै हाम्रो सहारा हुनुहुन्छ। दोस्रो कोरिन्थी 5:17 क्रिस्टमा जीवनले नयाँ सुरुवात परिवर्तन ल्याउँछ। येशू 1:9 बलियो हौ र साहसी हौ। पहिलो पत्रुस 5:7 परमेश्वरले हाम्रो सबै चिन्ता बोझको वास्ता गर्नुहुन्छ। प्रकाश 3:20 येशूले हृदय खोल्ने प्रत्येकलाई प्रेमपूर्वक स्वीकार गर्नुहुन्छ। साँच्चै परमेश्वर महान हुनुहुन्छ। हामी जस्तो सुकै परिस्थितिमा भए पनि उहाँले हाम्रो वास्ता फिक्री चिन्ता गर्नुहुन्छ र हामी सबै कुरा उहाँमा बलवन्त हुन्छौँ, जीवन्त हुन्छौँ। उहाँमा सबै कुरा हामीले जित्न सक्छौँ। यो वचन पढाइमा परमेश्वरले सहायता गर्नुभयो। परमेश्वरले यहाँहरू सबैलाई आशिष दिनुभएको होस्। यो वचनबाट सबै कुरामा परमेश्वरले घटी कमीमा परिपूर्ण पार्नुभएको होस्। सम्पूर्ण प्रभुका प्रियजनहरूमा फेरि पनि जय मसिह।